गाइज नमस्कार। अहिले हामी हालफिलहाल काममै छौँ। हेर्नुहोस्, अब यो अवस्था छ यहाँको। एम्पायर सुसी भन्ने उसमा काम गरिन्छ हैन। गाह्रो छ। मलेसियामा आउनुहुने साथीहरूले चाहिँ कम्पनीमा आउँदाखेरि बुझेर आउनु होला। सप्लाईमा परेपछि समस्या हुन्छ हैन। पैसा त दिन्छ, तर यस्तो कि अब काम चाहिँ अब एक ठाउँबाट अर्को ठाउँबाट सारे गर्छ। समस्या हुनसक्छ। यी हाम्रो यहाँ साथी हुनुहुन्छ, उहाँ पनि सप्लाई कम्पनीबाटै हो, म पनि सप्लाई कम्पनीबाटै हो। समस्या यही छ। हेर्नुहोस्, त्यसैले म साथीहरूलाई के अनुरोध गर्न चाहन्छु भनेपछि तपाईहरू आउनुभन्दा पहिले कम्पनीको विषयमा बुझ्नु होला, अनि सबै कुरालाई बुझेर नै आउनु होला। सप्लाईमा गल्तीले पनि नआउनु होला। पैसा दिए तापनि समस्या हुन्छ, कम्पनीले काम फेरिदिन्छ, धेरै गाह्रो हुन्छ। यो कुरालाई बुझ्नु होला। हेर्नुहोस्, यो सन्देश मलेसियाबाट मैले सबैलाई प्रसारित गर्दैछु, हेर्नु होला।